हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी सेतो गुम्बा आएको छौँ। सो यस्तो दामी भ्यू छ। यदि तपाईँहरू आउनु भएको छैन भने आउनु होला सेतो गुम्बा, फ्यामिली लिएर अथवा गर्लफ्रेन्ड लिएर आउनु होला। र यो सेतो गुम्बामा चाहिँ मलाई के राम्रो लाग्यो भने डेकोरेसन चाहिँ एकदम राम्रो गरेको छ सेतो गुम्बामा। र सबै घरहरू चाहिँ कलर नै सेतो सेतो छ र पुरा दामी बनाएको छ यस्तो। र वरिपरि रुखै रुख रोपेछ, फुलै फुल रोपेछ। तपाईहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। र म चाहिँ तपाईहरूलाई वरिपरि देखाउँछु यो सेतो गुम्बाको भ्यू। सो राम्रोसँग हेर्नु होला। र तपाईहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला। तपाईहरूको लागि यस्तै यस्तै खालको भ्लगहरू आउनेछ आउने टाइममा। र यहाँ चाहिँ धेरै जसो जो साथीहरूको बुद्धिज्म गड छ उनीहरू चाहिँ आउनुहुन्छ धेरै। र यस्तो छ भ्यू। म चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम आएको हो सेतो गुम्बा। सो टपमै रहेछ यो सेतो गुम्बा चाहिँ। र तपाईहरूले यहाँ देख्न सक्नुहुन्छ यस्तो छ वरिपरि। हामी माथि पनि जाँदैछु। माथि चाहिँ पुरा बुद्धको मूर्तिहरू छ, यस्तो दामी बनाएको छ। र सबै मान्छेहरू भिजिट गर्न आइरहेछ, यहाँ घुमिरहेछ वरिपरि। र तपाईहरूले यहाँ देख्न सक्नुहुन्छ गमलाहरू पनि खतरा खतरा छ राखेको साइडमा, पुरा डेकोरेसन गरेर राखेको छ। तपाईहरूले यहाँ देख्न सक्नुहुन्छ लिभ टु लभ भनेको छ, सबै गमलामा लेखेछ। तपाईहरूले त्यहाँ देख्न सक्नुहुन्छ। र यस्तो छ माहौल, यस्तो दामी छ। ग्राभेलहरू ओछ्याएको छ यस्तो दामी। र डेकोरेसन चाहिँ मलाई एकदम राम्रो लाग्यो। यहाँ चाहिँ मान्छे वरिपरि घुमिरहेछ, किनभने घुम्नै पर्छ यहाँ आएपछि। र उताको नजारा देख्न सक्नुहुन्छ तपाईहरूले, यस्तो दामी छ। डेकोरेसन चाहिँ एकदम दामी लाग्यो मलाई, सबसे भन्दा नि मलाई डेकोरेसन चाहिँ एकदम दामी लाग्यो। फुलै फुलले डेकोरेसन गरेको छ, पुरै चारैतिर हरियाली नै हरियाली। तपाईहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। सो यस्तो चाहिँ मैले कहीँ पनि देखेको थिएन, फर्स्ट टाइम नै हो देखेको सेतो गुम्बामा। र बुद्धको मूर्ति तपाईहरूले त्यहाँ देख्न सक्नुहुन्छ कस्तो खतरा छ, 2-3 वटै छ। र सबै मान्छेहरूले फोटो खिचिरहेछ यहाँनिर, तपाईहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। सो उता पनि छ मान्छेहरू, यहाँ देख्न सक्नुहुन्छ यस्तो दामी छ फुल। यो चाहिँ फुल डेकोरेसन गरेको रहेछ सेतो गुम्बामा। तपाईहरू पनि आउन सक्नुहुन्छ गाइज। यहाँबाट चाहिँ आधी घन्टा लाग्छ अथवा 1 घन्टा लाग्छ गाडीमा।